म मानसिक र शारीरिक रूपमा निर्बल हुँदैछु। तिमीले हानेको विश्वासघातको थप्पडले म आजसम्म उठ्न सकेको छैन। न म तिमीसँगको प्रेमबाट भाग्न सके, न तिमीलाई आफ्नो बनाउन। लाग्छ म अर्थहीन भएर बाँचिरहेछु। जसोतसो दिन बित्छ बन्द कोठामा। बाहिर जान मन लाग्दैन। जाउँ त कहाँ जाउँ, भनौँ त कसलाई के भनौँ। कसरी भन्नु म तिमीसँगको प्रेमबाट निर्घात पिटिएको छु। ममा त्यो हिम्मत छैन। आफ्नो शरीर आफैलाई भारी लाग्छ। छातीभरि पुग्न नसक्ने पीर, रित्तोपन र विवस्था बोकेर हिँड्दा प्रत्येक दिन मरिरहेछु जस्तै अनुभव हुन्छ। कोठाको 4वटा भित्ताहरू जेल जस्तो लाग्छ अनि म बिना अपराध सजाय भोगिरहेको एउटा निर्दोष र लाचार प्राणी। कसैलाई प्रेम गर्दा त्यसको बदलामा धोका पाउनु जस्तो नमिठो केही हुँदो रहेनछ।